तिमी जस्तो गरिबको नाममा राजनीति गरेर, यहाँका दलितको नाममा राजनीति गरेर, मुस्लिमको नाममा राजनीति गरेर, थारूको नाममा उपेक्षित दुधपेटी वर्गको नाममा राजनीति गरेर, कोहलपुरमा काठमाडौँमा तलाका तला, खजुरा बजारमा तलाका तला घर थपेर बस्ने, यहाँको जनताले छानो फेर्न नपाउने, यहाँको जनताले लुगा फेर्न नपाउने, मान्छे कोठाङ्ग्रिएर बसेको थियो यो चिसोमा, एउटा लुगा फेर्न पाएको छैन मान्छे, बाँचुन्जेल सुत्ने खाट पाएको छैन, मरेपछि पोल्ने एउटा घाट पाएको छैन। के छ यहाँ, के गरिएको थियो आजसम्म हामीले बुझेका छैनौ। त्यो तिमीले गरेको बदमासी हामीले बुझेका छैनौ। तिमीले सांसद भएर, तिमीले वडा अध्यक्ष भएर, तिमीले पालिकाको अध्यक्ष भएर कति तलाका घर बनाएका छौ हामीले देखेका छैनौ। तिम्रा छोराछोरी कहाँ पढ्छन् हामीले देखेका छैनौ। यहाँका मुस्लिमका बच्चाबच्चीले पढ्ने त्यो मदरसाको अवस्था के छ, यहाँको स्कुलको अवस्था के छ तिमीले हेरेका छौ कहिले? एउटा गुर्ची पाएका छैनन् एउटा बस्ने, एउटा बेन्च पाएका छैनन् एउटा बस्ने, एउटा कापी कलम पाएका छैनन् लेख्ने, एउटा खाने एउटा थाल बटुका नपाएको अवस्था छ यहाँको गरिबको, यहाँको तल परेको समुदायको लागि। अनि तिम्रा छोराछोरी बोर्डिङमा पढ्ने, तिम्रा छोराछोरी अमेरिकामा पढ्ने, तिम्रा छोराछोरी युके पढ्ने, लन्डन पढ्ने, अनि यहाँका गरिब वर्गका छोराछोरी कहाँ पढ्ने? यो बारेमा छलफल हुनु पर्दैन? यो बारेमा दिनु पर्दैन? दिन मिल्छ भने यही वडा अध्यक्ष यही छ दिइहाल्ने, यही पालिका यही छ दिने, कापी किनेर दिने, स्कुल बनाइदिने। कसले रोकेको छ? अस्तिसम्म पनि तिम्रै सरकार थियो, 4 महिना पहिलासम्म पनि यहाँका भूमिहीन सुकुमासीलाई लाल पूर्जा दिन्छु भने हाम्रो त्यो लाइसेन्सवाला मानिएको मैले सुनेको थियो। त्यो लाइसेन्स मान्ने, त्यो लाइसेन्स मान्नेवाले फेरि पनि अब हाम्रो एमाले आउँछ हामी दिन्छ। अस्तिसम्म कस्तो सरकार थियो? को थियो अस्तिसम्म? दिने नि कसले रोकेको थियो? बहुमतको सरकार थियो काङ्ग्रेस एमालेको। लाल पूर्जा दिन कसले रोकेको थियो? त्यो अधिकार दिन कसले रोकेको थियो? अहिले पनि पालिकामा तिम्रो सरकार छ, दिनुस्। जो दम छ भने दिनुस्, होइन भने गुमराहमा राखिन्छ भने हाम्रा भाइ मारेको फेरि पनि त्यो रगत चोपलियोको हात लिएर आएर फेरि पनि जनतालाई अलमलमा पारिन्छ भने हामीलाई यो कुरा सही छैन।